अभिभावक कार्यदायी सानुकाजी खड्की उहाँ काठमाडौँवासी हुनुहुन्छ तर गुल्मीलाई निकै माया गर्नुहुन्छ प्राण रिजोर्टको अनर हुनुहुन्छ विभिन्न समाज सेवामा अग्रपन्थीमा हुनुहुन्छ म यहाँहरू सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु कार्यदायी किस्सा गरेर एकै शब्दमा कार्यक्रम गर्दैछौँ केही सहयोग चाहियो भन्दा मैले यत्रो आँगन तिमीहरूको लागि हो यो इन्द्रले तिमीहरूले नै बनाएको हो त्यसैमाथि तिमी यहाँको संस्थापक हौ यहीँ आऊ गुल्मीलाई यहाँ माथि यही आँगनमा नचाऊ भनेर एक शब्दमा हामीलाई यो हल साउन्ड यो म्युजिक सम्पूर्ण लाइट सिस्टम सबै उपलब्ध गराइदिने मेरो अभिभावक हामी सबैका अग्रज व्यक्तित्व कृष्णकर्ण राईप्रति सशक्त गर्नुहुन्छ दिदी मात्रै होइन दाइकी अर्काङ्गिनी मेरी भाउजू सारी प्यारी अत्यन्तै मिजासिली यहाँलाई पनि मेरो हृदयदेखि नै सशक्त परिणाम छ र अर्को कुरा आफू कलाकारिता लुकेको व्यक्ति तर समाजको लागि कलाकार मेरो प्यारो भाइ देखियो छल्दिनपना यता आउनुहोस् न यति हृदय भएको मान्छे उहाँकी धर्मपत्नी पनि यही हुनुहुन्छ यो बुहारी नानी एकचोटि हालै भन्नु यति मनकारी श्रीमान पाउनुमै भाग्य हो बुहारी त ठिक छ नि बाबु यो रमाइलो मात्रै हो के आदि गरी रमाइलो गर्न आँगनले हुन्थ्यो बिना स्वाली यो आफ्नो भाषा जानेर पनि परेन जान्नु अमेरिकामा बेसी अस्ट्रेलियामा बेसी जापान जानुहोस् हामीलाई के मतलब होइन कि अमेरिका यस्तै गर्नुहुन्छ त्यसुकै गर्नुहोस् हामीलाई के स्वाद मेरो रमाइलो मात्रै है मेरो आन्टी मेरो आमा मेरो क्लासमेट साथीहरू लक्ष्मी बसन्ती सीता मैले सबैले देखेको छु सबैलाई होल्सेलमा नमस्कार छ हाम्रो समाजका सबै साथीभाइहरूका आपत्तिहरू यहाँ हुनुहुन्छ मैले सबैलाई देखेको छु त्योभन्दा अगाडि मैले देखेर पनि गरे खेल्दै गरेको छु किन थाहा छ उहाँ त हाम्रो अभिभावकको पनि सुपर अभिभावक हो ग्रिन सिटी हस्पिटलका अनर विभिन्न समाज सेवामा समर्पित वास्तविक सेवाको लागि जन्मिएको जस्तो लाग्छ आदरणीय लोकबहादुर टन्डन राई यहाँप्रति हार्दिक सम्मान छ उहाँले हामीलाई योभन्दा अगाडिको कार्यक्रममा पनि ठुलो ढाडस दिनुभएको थियो यो गुण रामचन्द्र चन्द र हाम्रो टिमले कहिले बिर्सने छैन दाइ थ्याङ्क यू सो मच एकचोटि जोरदार तालीले उहाँलाई सम्मान गर्नुहोस् सकेसम्म हस्पिटल जान नपरोस् पर्यो भने ग्रिन सिटी हस्पिटल हाम्रो हस्पिटल हो तपाईँ सबैजनाले सम्झिन सक्नुहुन्छ अब धेरै कुरा नगरौँ यो फर्मल कार्यक्रम भन्दा पनि इन्फर्मल कार्यक्रम हो तीज आइराखेको छ प्यारी भाउजू देविका वन्दना भाउजूले पनि तीजको कोसेली ल्याइसक्नु भएको छ मैले एउटै फोनमा भाउजू हजुर आउनुपर्छ है कार्यक्रममा भनेको यहाँको उपस्थिति निकै गरिमामय छ बसन्ती बहिनी भन्नै पर्दैन उमेरले 28 वर्ष भएर हेर्नुहोस् है 2 वर्ष घटाउनुपर्छ लाठी उमेरले 28 वर्ष लाग्यो व्यवसाय कृष्ण राई जस्तै हेरेर खान्छु तिमी व्यवसायले यति सफल व्यवसाय लाग्छ त्यस्तै हाम्रो रश्मिला दिदी प्रकाश बेलाजी रश्मिला स्पेसल हाउस मन्जु पौडेल राबरी होइन यो रश्मिला स्पेसल हाउसको कमाल हो आज त राज स्टुडियोमा आज पनि भाइ आएको छ भाइलाई पनि थ्याङ्क यू सो मच वरिष्ठ हाम्रो मेकअप आर्टिस्ट सबैलाई सम्मान छ मैले एक एक गरेर सम्बोधन गरेँ भने तपाईँ सबै मेरा दाजु भाइ दिदी बहिनी आमा बुवा काका काकी अङ्कल आन्टी हुनुहुन्छ हो कि आन्टीहरू भन्नुहोस् त त्यसर्थ सिधा दिदी पनि हाँसिराख्नु भएको छ मैले यहाँ सबैलाई सम्बोधन भन्दा पनि अब केही तिजका गीतहरूबाट आजको कार्यक्रम सुरु गर्छौँ यो अनौपचारिक कार्यक्रम रहेको छ समय यो कार्यक्रममा आजको हाम्रो कलाकार समाजका एउटा टिमलाई हामी रेडी छौँ हाम्रो प्रवक्ता हुनुहुन्छ उहाँ महासचिव कमल जेसी सचिव तुलसिंह भाइ उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष कोषाध्यक्ष हाम्रा बहिनीहरू यस सांस्कृतिक समितिका संयोजकको रूपमा हाम्रो रूपाजी बहिनी हुनुहुन्छ कार्य समिति सदस्यमा हुनुहुन्छ कता हुनुहुन्छ बाबुराम भाइ